मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। 1 अरब रुपियाँ पैसाको अपचलन गरेका प्रमाणहरू पेश गरौँ। कतिवटा प्रमाणहरू पेश गरौँ। मैले पेश गर्ने यी प्रमाणहरू गलत हुन् भनेर साबित गर्ने कुरा आहा संसदीय समितिबाट कति मजा आउँथ्यो होला। त्यो संसदीय छानबिन समितिमा पनि देखाउनु भएन, अहिले पनि प्रमाण तपाईले देखाउनु भएन। कम्तीमा यसको विरोध भइरहेको छ के गगन थापाले कहिले देखाउँछन् प्रमाण भनेर कहिले देखाउनुहुन्छ? संसदमा देखाएको चाहिँ के थियो, त्यो कागजमा के थियो माननीयज्यू? तपाईले प्रमाण दिन सकेनन् भनेर सभापतिले नै भन्नु भने यसमा चाहिँ के भन्नुहुन्छ? त्यो रकमको दुरुपयोग गोर्खा मिडिया प्रणालीमा आइसके पछाडि उहाँले गरेका चेक काटेका, उहाँले गरेका खर्चहरूको कुरा, उहाँले बुझेको तलब सेयर जे छन् ती कुराहरूमा उहाँ दोषी हुनुहुन्छ। हो सिधा चाहिँ पर्खिनुहोस् अब। तर कहीँ कतै पनि रवि लामिछानेले सहकारीबाट रकम लिएको चाहिँ व्यक्ति रवि लामिछानेले कहीँ पनि छैन। रवि लामिछानेको नागरिकता, रवि लामिछानेको ऋण पत्र को निम्ति निवेदन, ऋण पत्रमा हस्ताक्षर, ल्याप्चे, भौतिक उपस्थिति, खातामा पैसा आएको केही पनि देखिँदैन। त्यो चाहिँ देखिन्छ। त्यही भएर त म भन्दैछु।